सम्पूर्णमा नमस्कार। म गण्डकी प्रदेश पुरुष भलिबल पूर्व कप्तान हरि पाण्डे। हाम्रा मागहरू चाहिँ यस प्रकार रहेका छन्। एनबिए च्याम्पियनसिपमा सहभागी किन भएन गण्डकी प्रदेश भलिबल सङ्घको नेपाल भलिबल सङ्घद्वारा आयोजित प्रतियोगिता सहभागिताबारे मार्ग स्पष्ट गर। गण्डकी प्रदेश भलिबल सङ्घको आर्थिक हिसाब किताब सार्वजनिक गर। प्रदेशको खेलाडीको भविष्य सुनिश्चित गर। गण्डकी प्रदेश भलिबल सङ्घले उमेर समूहको प्रतियोगिता आयोजना गर। सहयोगीदाताको उचित सम्मान र व्यवस्थापन गर। भलिबल सङ्घमा भलिबल क्षेत्रका अनुभवीलाई स्थान दियोस्। टिके प्रथाको अन्त्य होस्। धन्यवाद। कप्तान पनि गरेको थिएँ। उनी लगायतका केही युवा साथीहरू भलिबल भलिबल गण्डकी प्रदेशका माया गर्ने साथीहरू हुनुहुन्छ र उहाँहरूले आफ्नो मार्क्ससहित र कालो मार्क्स लिएर आफ्नो विरोधको उहाँहरूले लगाएर यो प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको अगाडि चाहिँ आफ्ना मागहरू लिएर उभिरहनु भएको छ। हामी देख्न सक्छौँ यो मागहरू कतिपय लगभग 70 दावी सम्बन्धन हुन्छ। त्यो पनि हामी हेर्न बाँकी छ। दर्शकबिन यति बेला गण्डकी प्रदेश भलिबल सङ्घले एनबिएमा सहभागिता नजनाएपछि पूर्व गण्डकी प्रदेशका कप्तान हरि पाण्डे सहितको टोली विरोधमा उत्रिएका छन्। पोखरा रङ्गशाला स्थित प्रदेश खेलकुद परिषदको प्राङ्गणमा यति बेला विभिन्न मागसहित आन्दोलनमा उत्रिरहेका हामी देख्न सक्छौँ। त्यतातिर ध्यान गरेर भुइँमा नि यसरी टालिदिनु पर्यो कि हो देखिन ठाउँमा टाल्नु पर्यो। त्यो एउटा पिन झिकेर गाडिदिनु नि त त्यही माथिबाट बोर्ड त्यो एउटा पिनले गाडिदिन्छ माथि झिक्न नि मिल्यो थियो। त्यस्तो केही पनि भएन। अरू योहरू ड्यामेज नभने भयो। कम्पेनी छ होला नि धेरै कम्पेनी छ हाम्रो अझै ल्याइ राख्नु पऱ्यो नि। आइएन पैँची हामी देख्छौँ आफ्नो मागहरूलाई यसरी राखिएको छ। प्रदेश खेलकुद परिषदको भित्तामा विदेश ज्यादा सबले सेयर गर्छन्। एक कुन त यो यति बेला गण्डकी प्रदेश भलिबल सङ्घका पूर्व कप्तान हरि पाण्डे सहित भलिबल प्रेमी भलिबल खेलाडीहरू पोखरा रङ्गशालामा भलिबल सङ्घको गतिविधिबारे विरोध जनाउँदै विभिन्न मागसहित पर्चा टाल्दै र बाँड्दै गरेको देख्न सक्छौँ।
लुवा खाइगा लुवा लुवा खाइगा लुवा खेलकुदको अफिसमा खेलकुदको अफिस खोज्दैन खोलिदिएको हो खेलकुद अफिस अनि खेलकुदको के भन्छ अरे के अरे गणित प्रदेश भलिबल उसमा चलेर के भन्छ अरे उसको दुईटा डालो दुईटा अर्को डालो हो त्यसो त्यही छोडेछु कि म पनि त्यो सिसिटिभी क्यामेरा चाहिँ यति ट्याक्सी हुन्छ होला नि No bis. बोल्ने हो फेरि ज्ञान बस्ने हो त